ओ फाइनली यार आज क्याम्पिङ जाने भनेर गाइजहरू एकदमै भइरहेछ होइन। अब हामी चाहिँ क्याम्पिङको तयारी गर्दैछौँ। आज अलिक पानी परेको छ तर पनि वी आर हिटिङ द रोड राइट नाउ। यही हाम्रो गाडी भरिरहेछ है। अनि भाइहरू हाई के छ? आज साँझ हो कि रातिको 10 बजेतिर हामी हिँड्न लाग्यौँ 9:16 हो नि। टुवर्ड्स ब्याफ। म क्याम्पिङको सामान देखाउँछु है तपाईँलाई। ल हेर्नु पुरै फुल ट्रक फुल छ होइन। हाम्रो रमेश भाइले सामान मिलाउँदैछन् अनि हाम्रो गणेश भाइ भर्खर कामबाट आउनुभयो। मृदुल के छ भाइ? हाई भन्दैन मेरो फ्यानहरूलाई। हाम्रो अच्युत ब्रो हामी जाने चाहिँ ऊ त्यो भाइ ऊ त्यो उभिएको भाइ अनि यो भाइ अनि ऊ त्यो अच्युत दाइ हामी अनि म है सरी सबै हामी जाने हो। एकदम फुल प्लानिङका साथ छ। एकदमै पानी झरी आए पनि हामी चाहिँ हान्ने प्लानमा हो। ल अब हाम्रो ब्रोले चलाउने गाडी, म चाहिँ अगाडि बस्ने। Sandwich. Have the facility. अलिकति हिँडिसकेपछि हामीलाई रियलाइज भयो कि हामीले ब्रेकफास्टको लागि अन्डा चाहिँ हामीलाई बिर्सेको छौँ भनेर। सो हामी फेरि फर्क्यौँ अन्डा लिन भनेर। सबै हाम्रो सपिङ सक्यो होइन। अब हामी क्याम्पिङ जाँदैछौँ। अब नेक्स्ट टाउन नेक्स्ट सिटी भनेको कक्रेन भन्ने एउटा ठाउँ आउँछ। अब हामी त्यहाँ रोक्नुपर्ने छ छैन नि होइन, केही छैन नि है। हामी त्यहाँ रोकिँदैन, हामी सिधै अब आइम रेडी। कक्रेनमा त्यहाँको आइसक्रिम चाहिँ होइन मान्छे लाइन लाग्थ्यो त्यहाँ के खानु। 9 बजी खुल्छ। 9 बजी 9:30 10 बजीमा आएछ। रातिको 10 बजे गाइस। अनि वेदर चाहिँ यस्तो छ होइन, त्यहाँ लाइन लाग्थ्यो। ए रातिको 10 हो यो। इट्स अ नाइट 10 o'clock PM होइन। एन्ड हामी स्टिल डे टाइम जस्तो लाग्छ, घाम डुबेको छैन होइन। हामी चाहिँ अब डे टाइममै छौँ क्या क्यालगरीको हिसाबले भने। के छ सन्दीप भाइ? सब ठिक छ भाइ। अब यहाँ हिँड्दै हिँड्दै गर्दा
कक्रेन भन्ने ठाउँमा आइपुग्न लाग्यो होइन सूर्यास्त यस्तो छ स्थिति खतरा छ ल स्टिल घाम लाग्दैन तर हामी अलिकति बादल सादल लाएर पानी आउने मौसम भएको भएर अलिक ल्यान्ड भयो नत्र कक्रेन भन्ने ठाउँ आयो हामी एकदम तल छ त्यहाँ तल हो हामी जाँदै थियौँ कक्रेन भन्ने ठाउँतिर अनि त्यहाँ चाहिँ एउटा राम्रो आइसक्रिम सप छ भनेर सुनेको थियौँ बट हामीलाई स्योर चाहिँ थिएन कि त्यो सप ओपन छ कि नै भनेर बट हामी एनिवे चेक गर्न भनेर गयौँ आइसक्रिम खान जाने हामी आइहाल्यो भने यो ठाउँमा यो 116 वर्ष पुरानो होटल हो है यही हो आइसक्रिम ओपन छ जाने त्यहाँ पुग्दा आइसक्रिम सप ओपन छ भन्ने थाहा पाएपछि हामी एक्साइटेड भएर आइसक्रिम खान गयौँ यहाँबाट Guys, we are almost done with the ice cream, होइन? कसरी हेर त यहाँबाट एल्बो फल्स कति टाढा रहेछ अनि आइसक्रिम खाँदै खाँदै हामी आफ्नो डेस्टिनेसनतिर हिँड्यौँ सो बाटोमा एउटा घोसलेक भन्ने पर्दो रहेछ अनि हामी एकछिन घोसलेक हेऱ्यौँ अनि त्यसपछि आफ्नो बाटोतिर लाग्यौँ मोटरसाइकलको ट्रेल यही हो है हो भाइहरू भोलि बाइकको कति हुन्छ यहाँ बाइकर्स राम्रो दिनमा आयो भने ओ मुस गाई हो गाई पानी पनि परिरहेको थियो अनि हामी जसोतसो गर्दै अल्टिमेटली हाम्रो डेस्टिनेसन कक्रेनको एउटा क्याम्पिङ ग्राउन्डमा पुग्यौँ
त्यहाँ चाहिँ एउटा उकालो थियो जुनमा चाहिँ हामीलाई चढ्न गाह्रो भइरहेको थियो, गाडी जाँदै गइरहेको थिएन अनि हाम्रो दाइहरू चाहिँ डिस्कस गर्दै हुनुहुन्थ्यो। चढाएर चढाइसक्यो एक्स्ट्रा कति चढिसक्यो। सो उकालो चढेपछि हामी एउटा राम्रो स्पट हेरेर त्यहाँ क्याम्पिङ गर्ने भनेर बस्यौँ। हेलो गाइज, नमस्ते। हामी अब ठाउँ खोज्दा खोज्दा अनि यहाँले फाइनल्ली चाहिँ हामी पाएर हाम्रो टेन्ट चाहिँ हाल्यौँ। हाम्रो यो 10 पिपलको टेन्ट हो होइन। अनि हाम्रो साथीहरू अझै टेन्टको काम गर्दै हुन्छ, माथि छतहरू यताउति होइन। कोही साथीहरूले चाहिँ कुक गर्दै हुन्छ त्यहाँ आगो बालेर। गाइज अब हाम्रो यहाँ बेड लाउने कार्यक्रम हुँदैछ। ऊ त्यो छेउमा सन्दीप भाइ, त्यो भाइको नाम सन्दीप हो। भोलिसम्म कुनाबाट भालुले लगेन भने त्यो भाइको नाम चाहिँ सन्दीप हो। भोलि राम्रो हेरौँला, भालु लगेन भने सबभन्दा लाने भने तेजसलाई र सन्दीपलाई। यताबाट आयो खुट्टा तानेर हामी यस्तो लातेर हानिहाल्छ। तेजसलाई यो भाइलाई त्यो भाइलाई लान्छ भालुले। थ्याङ्क यू सो मच फर वाचिङ। अर्को दिन भालुले को कोलाई लग्यो र हाम्रो अर्को दिनको एडभेन्चर चाहिँ कस्तो भयो हाम्रो अर्को भिडियोमा हेर्नु होला।